लगाएछ। अहिले हामी चाहिँ आएको छौँ राप्ती पुल नजिकै भाइको रिसोर्टमा। अहिले मेरो क्यामेराको क्वालिटी भिडियो क्वालिटी एकदमै खतम आएको छ, किनभने मेरो क्यामेरा चाहिँ उता गइसकेको छ, त्यसैले हल्का कम्प्रोमाइज गरिदिनु होला। हामी यहाँ के गर्न आएको खास? ओइ स्पोन्सर के छ प्लान? टिकटक बनाउन आएको। मलाई पनि टिकटक बनाउने ठुलो लाग्छ, तर मलाई गाउन आउँदैन कि लिपसिङै आउँदैन भने तस हेलो गाइज भन्यो सक्यो। ओह हाम्रा 2 3 डान्सर डान्स पनि हान्छस् नि त, 1-2 स्टेप हान्दै त। त 1-2 स्टेप हान्दै त। मलाई चाहिँ न डान्सिङ आउँछ न सिङ्गिङ, त्यसैले हेलो गाइज भन्दै बस्नु परेको छ। कन्टेन्ट क्रिएटर बन्यो बस्यो, न हेलो न हाई न डान्स न केही न केही। गाइज मलाई चाहिँ बोर लागिसकेको छ, टिकटकरसँग हिँडेपछि यस्तै हो। होटलमा खाने भनेर आएको, खानेको अत्तो पत्तो छैन, यस्तो छ हालत। अरू कुरा डेकोरेसन चाहिँ सही छ, लाइटिङ पनि सही छ, डेकोरेसन वाउ। यहाँ मैले खाना नि खाएको छु, त्यो पनि राम्रो छ। यहाँको खाना चाहिँ बबाल छ है, एकचोटि चेक गर्नु होला।